सबैले ताली बजाएर है, ताली बजाई सम्मान गरेर रेलाई सलाला गीत गराउँदै रमाइलो गरेर रेलाई सलाला साधारण सभाका श्रद्धेय अध्यक्षज्यू, यो कार्यक्रममा उपस्थित हुनुहुने वडा नम्बर 3, वडा नम्बर 2 सहितका जनप्रतिनिधि साथीहरू र मञ्च आसीन सम्पूर्ण आदरणीय महानुभावहरू र यो चिसो जाडोमा कठाङ दिएर उपस्थित हुनुहुने बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरुसँग म कृतज्ञ छु। यो आजको कार्यक्रममा करिब 1 महिना अगाडि जस्तो लाग्छ भरत दाइ आएर एकचोटि सिमेसाब आइदिनु पर्यो भनेर कुरा गर्नु भएको थियो। मैले भने अब कता कता भइन्छ, कार्यक्रम के हुन्छ, मैले अहिले बोले भने बोले अनुसारको काम गर्न सकिएन भने फेरि नराम्रो हुन्छ, आफूलाई पनि नमज्जा हुन्छ। त्यसैले अलिक केही समय पछि कुरा गरौँला भनेर कुरा गरेँ। हरेक दिन जस्तो फोन गर्नुहुन्छ उहाँले, के छ, आउनुहुन्छ कि आउनुहुन्न भनेर। आज म तपाईहरुलाई इमानदारीपूर्वक भन्नु पर्दाखेरि सबै चितवन जिल्लाका सबै कार्यालयका प्रमुखहरूको कार्यक्रम छ।